सुगुरहरू त गर्मीले त फ्वाक भयो राम राम राम। पाइप पनि छोटो भएको हो कि खै के भएको हो। ए हेपेक नहो है, रिस उठ्ने। यता आइज, म नुहाइदिन्छु तँलाई। मान्छेले पाले जस्तो हुँ न अलिकति। साँच्चीकै आज त 36 डिग्रीको घाम हो। यो फुलमा पनि पानी आज नलगाएको कि क्या बिहान रातभरि। अब म जाँदैछु तल्लो सुगुरकोमा। तल पनि छ सुगुरहरू, तर गर्मीले चाहिँ मरिसके जस्तो छ। यहाँ चाहिँ आएर हावा खानुपर्ने रहेछ है। शीतल यो घरको छायाले दिनभरि बस्नु पर्ला जस्तो छ। यहाँ चाहिँ उपाय छैन। अब अहिले बज्यो 4:30। 4:30 बजिसक्यो। घाम चाहिँ टन्टला पुर्छ। अनि बाँचिन्छ त अब। मेरो आज यत्रो काटीले ठोक यस्तो पारिदियो। यस्तो पारिदियो काटीले घुटेर। सुगुर पाले पनि नहुने कुखुरा पालियो, दशा गरायो। मम्मी गर्मी कतिको छ? सुगुरहरू त मर्यो कि क्या? यता हाम्रो मम्मीको फर्सी फलेर हेर्न सक्नुहुन्छ। हजुर दिदी, गर्मीले कति धेरै हेपेक हुँदैछ होला भनेर आएको। यिनीहरू अलिक सुगुर बढ्नु चाहिँ बढेन नै क्या। ए त्यो एउटा चाहिँ ठुलै भयो। यो चाहिँ मेरो मम्मीको, किनभने त्यो कान काटिदिएको छ त्यो अलिकति खसी पार्दा। अनि तिनीहरू चाहिँ बच्चु राई र दिवाङ राई हो। तिनीहरू दुईटा चाहिँ बच्चु राई, दिवाङ राई, दिलकुमारी राई गाई चरो। अनि यता छ अब हेर्न सक्नुहुन्छ हाम्रा माइती घरमा काँक्रा फलेको यता यसरी। अनि साथीहरू सुगुरहरूलाई हेरेको, अनि मम्मीले चाहिँ पानी लगाइदिइसक्नु भएको रहेछ है। अनि त्यहाँबाट चाहिँ माइत घरमा भदैको कपडा चाहिँ अलिक टाइट खालको रहेछ। अनि खुल्ला गरिदिए, कपडा लगाइदिउँ न मम्मी भनेर मम्मीले कपडा ल्याइदिइसक्नु भयो। अनि घमौरो निस्केको रहेछ, हल्का फुटाइदिए। अनि ऊ चाहिँ धेरै लजाउँछ। स्वात्तै कट्टु खोलिदिएको भित्र छिर्यो। अनि हाम्रो छिमेकी दिदी, बिना दिदी भन्छौँ, बिना दिदीले चाहिँ कहिलेकाहीँ मोमो बनाउनुहुन्छ छिमेकी दिदीले है। अनि बनाउनु भएको रहेछ आज। अनि सबै बिक्री भइसकेको रहेछ। एक हाप चाहिँ रहेछ। अनि बङ्गुरकोमा बनाउनु भएको रहेछ। चाखौँ न त तपाईँले बनाएको पनि मोमो भनेर। अनि खाइदिएको हामीले। मिठो दामी भएको थियो है। अनि चटनी पनि मिठो रहेछ। मुखै रस आउँदैछ अझै पनि। अरू सोधेको बिक्री भइसकेको रहेछ। अनि पैसा चाहिँ आज मैले बोकेको छुइनँ, भोलि ल्याइदिन्छु ल दिदी भनेको। आज फ्रीमै खानु है, तपाईँलाई त मैले कहिले पनि केही पनि दिन पाएको छुइनँ भन्नुहुन्छ क्या। अनि हाँस्दैछु। अनि अब एक दिन बनाउँछु अनि खानुपर्छ भन्नुहुँदैछ। हस् आजको चाहिँ फ्रीमै खानु भन्नुहुँदैछ। हुँदैन त्यसरी, तपाईँको पनि व्यापार हो भन्दैछु क्या साथीहरू। अनि दामी भएको रहेछ। अनि चटनी त यस्तो दामी क्या। म त कस्तो त्यो चटनी त खाएकै भएँ। अनि गर्मीमा पिरो पनि थियो, खाइ पनि हाले, पेट पनि कस्तो पोल्ला जस्तो पनि भइरहेको छ। हजुरहरू यसरी भएको छ है हाम्रो दिनचर्या चाहिँ। आज यसरी बित्यो। तपाईँहरूको चाहिँ कसरी बितिरहन्छ कमेन्ट गर्नुहोला।